हेलो साथीहरु, आज चाहिँ हामी यो उता जाने दुवाली चाहिँ यता फर्काउँदै छौं र माछा चाहिँ कति हुन्छ अब हेरौँ है भरै। दुवाली थुन्ने कार्यक्रम हुँदैछ। यहाँ साथीहरु कोही ढुङ्गा पल्टाउँदै, कोही चाहिँ माटो सेउला गर्दै, म पनि ढुङ्गा पल्टाउँदै हो। अहिले चाहिँ हल्का भिडियो बनाउँदै गरेको है त साथीहरु। अहिले चाहिँ हामी सेउला हाल्ने कार्यक्रम भइरहेछ है साथीहरु, देख्न सक्नुहुन्छ। म पनि भर्खरै निस्केर यहाँ भिडियो बनाउँदैछु। म पनि एकदमै हाल्ने यहाँ खिचिदिने मान्छे नभएर चाहिँ म आफै खिच्दैछु। अब हाम्रो यो सेउला हाल्ने कार्यक्रम, त्यसपछि तिरपाल, त्यसपछि माटोको काम आउँछ। अब तिरपाल पनि हाल्दैछ साथीहरुले, देख्न सक्नुहुन्छ। तिरपाल हाल्ने कार्यक्रम हुँदैछ। तिरपाल हाल्ने कार्यक्रम हुँदैछ साथीहरु। तिरपाल हाल्ने कार्यक्रम चाहिँ सुरु हुँदैछ साथीहरु। माटो काम अन्तिम चरणमा पुगेछ है साथीहरु। अब माछा समात्ने चाहिँ यहाँ तल हो। तल साथीहरु कोही खोगी थाप्दैछ। अब यहाँ थोरै बाँकी थुन्नु छ, अनि चाहिँ माछा समात्ने कार्यक्रम हुन्छ है। माछा समात्ने कार्यक्रम देख्न सक्नुहुन्छ साथीहरु, एकदमै ठुलो थियो। अहिले चाहिँ हामीले उता फर्काइसकेको छौं। एकदमै दिउँसो भोर प्राय 3-4 घण्टा भइसक्यो। अब देख्न सक्नुहुन्छ अब माछा चाहिँ कति छ भन्ने कुरा है। अहिले चाहिँ हामी माछा कट्याउने कार्यक्रम हुँदैछ, देख्न सक्नुहुन्छ। एकदमै यहाँ माछा गनाउँदैछ। अब तलसम्म छ है। माछा कट्याउने कार्यक्रम हुँदैछ, देख्न सक्नुहुन्छ। 20 हाल्ने कार्यक्रम हुँदैछ है साथीहरु। 20 हाल्ने, 20 कुट्ने कार्यक्रम हुँदैछ। यहाँ माथि पनि, यहाँ पनि 20 कुट्ने कार्यक्रम हुँदैछ। तेरो काल आयो लज। अब काल आयो। अब यसको काल आयो है, यसको काल आयो। ओ यो अब माछाहरू मर्छ है। अब यति माछा मर्यो है साथी हो। लगभग 1 धानी जस्तो मरेछ, देख्न सक्नुहुन्छ। यहाँ झोलामा टन्नै छ माछाहरू चाहिँ, तर खासै ठुलो चाहिँ छैन, ठिकैकोहरू मात्र छ है साथी हो। ल साथी हो, रात पर्नु आँटेकोले गर्दा हामीले खोगी चाहिँ 4वटा थापिरहेछौँ। अब भरे राति चाहिँ रुङ्नेछौँ, खै कति पर्छ हेरौँ। अब अहिले चाहिँ आज चाहिँ खासै सोचे जति माछा चाहिँ मरेन। ल साथीहरु, अहिले चाहिँ हामी नाइट फिसिङ हुँदैछ है। नाइट एकदमै अँध्यारो छ। माछाहरू निकालिँदैछ साथीहरु। नाइट फिसिङ। गतिलो चाहिँ देखाउँ न। हो यो यहाँ चाहिँ ठुलो गतिलो नाइट फिसिङ। माछो त तातो झारौँ। अरे सङ्गले पनि छ क्या चिज। भर्खर उठ्यो साथी हो। रातभर हामी चाहिँ माथि सुतेको, अनि उठेर चाहिँ माछाहरू
खुङ्गीमा निकै परिरहेको थियो। अब घर जानु लागेको है साथीहरू। साथीहरूले तिरपाल खोल्दैछ। यस्तो गरी दुःख गरेर हामीले दिवाली फर्काएको है साथीहरू। उठाइसक्नु लाग्यो साथीहरूले, देख्न सक्नुहुन्छ तिरपाल उठाउँदैछ। यहाँ खोला यता ठुलै आइसक्यो, देख्न सक्नुहुन्छ साथीहरू। हो खोला चाहिँ एकदमै ठुलो छ है साथीहरू। उठाउँदैछ साथीहरूले। ल है साथीहरू, अहिले चाहिँ हामी माछा हालेर बाँडी चुडी भाग लाउने कार्यक्रम हुँदैछ। गाउँको विशेषता नै यही छ, सबैले बराबर बाँडेर खानुपर्छ। थोरै थोरै भए पनि धेरै धेरै भए पनि हाम्रो यहाँ साथीहरूले चाहिँ बाँड्दैछ है, भाग लाउँदैछ है।